हामी सफल हुन सक्छौँ होइन त बुवा? बिल्कुल। मेरो त यति हृदय ठुलो भइरहेछ हजुरको कुरा सुनेदेखि। हजुर। कोही बेला भेटलाट, कोही बेला नानो मनोकामना भुल्ला भनेर म त धेरै आँतिरहेको थिएँ। हाम्रो देश के हो भने राजाले बनाएको देश हो हजुर। हो, अवश्य। मैले जाने त्यति छ। मेरो आफ्नो अध्ययन अनुभव राजाले बनाएको देश हो। हजुर। राजा चाहिने देश हो बस। बाँकी गुन्डाहरूको के काम छैन। ठिक। पृथ्वीनारायण शाहले एउटा आफ्नो युवा अवस्थामा सुख भोग छाडेर भरुवा बन्दुक कानमा हालेर उनले पूर्व पश्चिम हिँडे हजुर। त्यो भएर बेला पैदल यात्रा कति मेरो सानो दुखले आर्याको मुलुक होइन भनेर उनको दिव्य बाणी छ हजुर। त उनलाई कति दुःख लाग्यो होला। अवश्य उनको आत्मालाई कति दुःख पुग्यो होला होइन? त्यो कसले शान्ति दिने त? अब बस हामीले हो। हामीले हो। अवश्य हाम्रो निमित्त बनाएका हुन्। हो। यो परिचय, यो सम्मान, यो नाम हामीलाई उहाँले दिएको, यो भूमि जो जे भनुन् मेरो अनुभव त्यही छ। उनले बनाएका हुन्। नेपाल यो देश बनायो, हिन्दू राष्ट्र बनायो, अनि हामीले कसरी बाँच्ने कसरी रहने भनेर आफ्नो किसिमको सार्वभौम सत्ता तयार गर्यो। आफ्नो किसिमले उनले हाम्रो लागि आर्जेर गएका हुन्। तब उनले धेरै दुःख गरेर आर्जेको हुनाले यो मेरो सानो दुःखले गरे आर्जेको मुलुक होइन भने आफै भने